एकजना यस्तो व्यक्ति जसले 3वटा माइनर गर्लको रेप गरेको छ। मेरो नाम नवीन तिमल सिन्हा हो। यो घटना इन्डियाको हो। इन्डियामा एकजना व्यक्ति छन् रमेश सिंह, जसले 2003मा 5 वर्षको नाबालिकालाई रेप गरेको थिए। उहाँलाई कोर्टले 10 वर्षको सजाय सुनायो, तर ऊ छिटै निस्किए जेलबाट। उहाँ त्यहीँ रोकिएनन्। 2014मा फेरि उनले रेप गरे एउटा 8 वर्षको नाबालिकालाई। उनलाई सजाय मृत्युदण्ड भयो, तर कोर्टले फैसला बदलिदियो। 2025मा उनले एउटा बोल्न नसक्ने, सुन्न नसक्ने केटी 11 वर्षको केटीलाई रेप गरे अनि मारिदिए। घटनाको 16 दिनपछि पुलिसले उनलाई समात्यो राजस्थानको बोर्डर नजिकै। के उसलाई सजाय हुन्छ? यदि उसलाई यहीचोटिमा सजाय भएको भए 2टा नाबालिकाको जिन्दगी बस्थ्यो। यसमा तपाईँको के भनाइ छ? कमेन्ट गर्नुहोस्। लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।